हेलो नमस्ते नमस्ते। स्वागत छ फेरि पनि नयाँ भिडियोमा हजुरहरूलाई। अनि आज पनि हामीले च्यालेन्ज भिडियो नै लिएर आएका छौँ। अनि आजको च्यालेन्ज चाहिँ एक प्लेट चाउमिन रहेको छ अनि ब्लाइन्ड फोल्ड च्यालेन्ज रहेको छ। हजुरहरूले कन्टिन्यू हेरिदिनु होला। झेली गर्न पाइँदैन। जसले झेली गर्यो उसले चाहिँ जित्यो भने पनि पनिसमेन्ट पाउनेछ। अनि यो मार्क्सले चाहिँ आँखा छोपेर खानुपर्ने छ। अनि जित्नेलाई फेरि पनि जित्नेले हार्नेलाई पनिसमेन्ट दिनुपर्ने छ। आज चाहिँ म हार्दिनँ, आज चाहिँ म जितेरै देखाउँछु। ल सुरु गरौँ है त। र हजुरहरूले सब्सक्राइब गर्न नबिर्सिनु होला। हाम्रो चाहिँ नयाँ च्यानल हो, त्यसैले छिटो 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 भन्दा पनि धेरै धेरै सपोर्ट गरिदिनु होला। ल सुरु गर्नु है त। लाउने आँखा नदेख्ने गरी लाउने चेक्नेस खाना पाउँछौँ। यसरी लाउनु पर्छ, डबल गर्ने त्यसरी त देख्छ। देखिँदैन। ल देखेछ? तल अनि उता नजानु न त, उता क्यामेरा बाहिर गइरह। ठिक छ? ठिक छ। ल साथीहरू सुरु। रेडी 1 2 3 गो। सुरु गरौँ है त। ल देखेको चाहिँ छैन, क्यामेरा भन्दा बाहिर गइरह ल मान्छे। ल फर्स्ट बाइट। ल चियर्स कहाँ हो थाहा छैन। अब के पढ्यो? ओहो अड्किने रहेछ नि त। कहाँ हो? अड्क्यो। माइकमा छ पानी दिन अड्क्यो। कहाँ पो छ? कसरी देख्दै पानी? छामेको। म त हातले खान्छु है, चम्चाले नभए। कहना क्या चाहते हो? चम्चाले पनि खानुपर्छ। आउँदैन। त्यही त च्यालेन्ज हो नि। साथीहरू हेरेर इन्जोय गर्नु होला, सपोर्ट पनि गरिदिनु होला। ल कहाँ हो? यस्तो च्यालेन्ज चाहिँ कस्तो इन्ट्रेस्टिङ चाहिँ हुँदो रहेछ। हामीले चाहिँ देखिरहेकै हो, तर पनि हामी पनि ट्राई गरौँ न भनेर गर्दैछु। मासु कहाँ हो? भेट्दैन। ल आइरहेको छु झन् आइज। ल अलिअलि मात्र आउँदैछ। कसरी हो या? मेरो त सकिया हो। बड़ा हरामी हो बेटा। खोइ हाँसो लाग्छ। मासु आउँदैन गाइस। बड़ा हरामी हो बेटा। खोइ हाँसो लाग्छ। मासु आउँदैन गाइस। समझ रहे हो? समझ रहे हो? मजा आया।
गाइस यस्तो चाहिँ लास्ट चाहिँ गाह्रो हुनेछ मासुहरू भेट्दै भेट्दैन मासु होइन हौ सुकुटी सुकुटी बफ चाउमिन हो नि त त्यही भएर सुकुटी गर्दैछ झन्डै नाकमा बसेको यस्तो त भएन सकेको जस्तो भयो भने आँखाले हेर्नु मिल्छ पेटमा छैन भने चाहिँ कहाँ हो देख्नु हिजो हो क्या हो उता गएको के हो तपाईँ ठिकै छ यहीँ छ देखेन छामेर ल्यायो लिएर ल्यायो मुखसम्म पुग्यो माकुटे खायो फेरि त्यसै राख्छौँ बा हिरा हो क्या हो छाम्नु त हेर्न सक्छ गाइज हेर्नु है मेरो आमामा हेर्नु त अझिकेर छाम्नु त सक्यो या मेरो आउँदैन सक्यो या मेरो आउँदैन सक्यो क्या गाइज बाहिरको हल्लाले चाहिँ इग्नोर गर्नु होला खोइ त सचिन लाउ माछाले डबल गरेको देखिँदैन रहेछ जस्तै हुनेछ मैले चाहिँ चनाहरू धेरै आएको छु सचिन लाग्यो पढेको भने मलाई हालेको त्यो अड्की अड्की खाएर त अब पत्याउँदैन कि होइन Kasi ada sapi nolak. समझ गया Kalau hal boyo. समझ रहे हो आप छैन मेरो सक्छ मेरो छैन हेर्नु त Ya, खोइ त मलाई हालेको सक्यो आमा कस्तो अँध्यारो देखिने यार आमा त खुल्नु न अब मैले सकिसकेँ हो हेरेर खाइ क्या हो हेरेर खाएको यहाँतिर पुग्छ यी आमा भिडियोमा छँदैछ मेरो त आज भन्दा बढी छ अझै अच्छा ओहो आँखा त आमा
आधी भुल त्यो पहिले भुल थाल्यो अहिले के जितेको भए पनि यो मान्नेवाला थिएन है सबै भुइँमा गएछ गाइस चनाहरू चाहिँ खाउन साथीहरू मैले जितिसकेको छ रुक्नु होला मैले जितिसकेँ अब पनिसमेन्ट के हो थाहा छ के एउटा लेमन नकाटिकन नो रियाक्सन व्हाट नो रियाक्सन है यस्तो गर्न पाइँदैन ओ अमिलो गर्न पाउँदैन यसरी मलाई मान्ने बिचार साथीहरू मैले जितिसकेको छ जितेकोलाई ताली ल साथीहरू हामीसँग चाहिँ ल्याइसकेको छ एउटा सिङ्गे लेमन त्यो चाहिँ मेरो लागि पनिसमेन्ट फेरि अब खतरा रहेछ फेरि अब यो खाएर लेमन खाएर पनि रियाक्सन नगर्ने भन्ने कुरो पनि हुँदो रहेछ होइन अब ठिकै छ नो रियाक्सन खाइसकेपछि 1 मिनेटसम्म रियाक्सन गर्न पाइने छैन केही गरी रियाक्सन गर्यो भने एक थप्पड गालामा पाउँछ फेरि पनिसमेन्ट नै पनिसमेन्ट सो इन्ट्रेस्टिङ ल गाइज हेर्न सक्नुहुन्छ रेडी है यो चाहिँ लेमन हो खाइसक्नु सिङ्गै लेमन अब खानुपर्ने अब मैले रियाक्सन गर्छै गर्दैन त्यो त मलाई पनि थाहा छैन खाइदिएँ त आँखा झिम्काउन गाला चुम्ड्याउन के पाउँदैन है नो रियाक्सन हाँस्न पनि पाउँदैन त्यहाँ हेर्नु न सिधा नो रियाक्सन बब्बाल निधार खुन्छ क्या ल मिल्यो हामी हेरेको हेरे ल रेडी रेडी है त ल ल स्टार्ट है त स्टार्ट नो रियाक्सन टाइमर चाहिँ देखेन थाहा भएन फेरि देखियो होला बल्ल 17 सेकेन्ड हुँदैछ मान्छे रातो रातो भइसक्यो नो रियाक्सन हामीले कहिले पानी खाला कहिले के अरे पानी खान पाउला भइरह होला बिचरा 40 सेकेन्ड भइसक्यो ओइ हाँस्यो है हाँस्न नि पाउँदैन नो रियाक्सन ल स्टप स्टप ल ल ल ताली ताली गाइज भात पुरा कुड्या अब रियाक्सन हेर्नु अब चाहिँ च्यालेन्ज पछिको रियाक्सन रातो रातो भइसक्यो मान्छे हात सबै अब केही पनि चलाउनु हुँदैन कुड्या सबै यो चाहिँ मेरो आफ्नै थियो है फेरि थाहा थिएन ल साथीहरू आजको लागि यति नै हाम्रो चाहिँ भिडियो छोटो नर्मल सिम्पल रहेको छ हजुरहरूले धेरै माया गरिदिनु होला धेरै माया र सपोर्ट पाइसकेपछि हामी नयाँ नयाँ न्यू भिडियोहरू लिएर आउनेछौँ सबैभन्दा धेरै 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 सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्नुहोस् कमेन्ट पनि गरिदिनु होला के कस्तो छ सल्लाह सुझाव पनि दिनु होला हामी सुधार्ने छौँ हाम्रो चाहिँ यो सुरुवात हो त्यसैले हजुरहरूले हेरेर साथ दिनु होला अनि हाम्रो चाहिँ ब्लगहरू पनि आउँदैछ हजुरहरूले हेरिदिनु होला हजुरहरूलाई ब्लगहरू नै गर्नेछौँ थ्याङ्क यू फर वाचिङ बाई बाई